हामी पनि इटरी नजिकै रहेको शङ्करपेलीमा गएका थियौँ। अनि गेटको फोटो खिच्दै हामी अगाडि बढ्यौँ। साथी हामी कुरा गर्दै अगाडि बढ्दै थियौँ। अनि हेर्दै कति ठुलो एउटा बोट चाहिँ ढकमक्क फुलेको देख्यौँ। अनि हामी एकदमै रमाउँदै अगाडि बढ्दै थियौँ। अगाडि बढ्दा साइडमा चाहिँ लेखेको रहेछ फुल टिप्न मनाही छ भनेर। तर पनि हामी त्यो पढ्दै हामी अगाडि बढ्यौँ। अनि हामी पिङ्क कलरको पुलमा पुग्यौँ। अनि साथीलाई म फोटो खिचिदिन्छु भने तयारी भयो। अनि अगाडि बढ्यौँ फेरि। तर एकदमै धेरै गर्मी थियो। अनि तर पनि गर्मी भए तापनि त्यहाँको वातावरण है फुलले ढकमक्क भएर एकदमै राम्रो थियो। अनि यो चाहिँ अर्को साइडमा जलकुम्भी है फुल एकदमै राम्रो फुलिरहेको थियो। हामीले यसरी भिडियो फोटो गऱ्यौँ। अनि त्यहाँदेखि हामीले एकजनाको भिडियोहरू सबैजनाको गरेर पालै पालो यहाँ चाहिँ मेरो मात्र छ। यसरी विभिन्न तरिकाले भिडियोहरू गरेका थियौँ। अनि फोटो पनि हामी एकजना दुईजना तीनजना गरेर हामीले सबैजना मिलेर फोटो खिच्यौँ। अनि लास्टमा हामी सबैजनाको चाहिँ एकजना सिस्टरको थ्रुबाट हामीले फोटो खिच्यौँ। अनि त्यस पछाडि हामी खाजा खायौँ। अनि तर फोटो चाहिँ छैन किनकि भोकाएको थियौँ धेरै। त्यसपछि ढिलो पनि भएको थियो। हामीलाई ड्युटी फर्किनु थियो। सो यति नै छ। थ्याङ्क यू फर वाचिङ।